नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको जनआन्दोलनबाट सृजना भएको संविधान सभाले बनाएको संविधान, त्यो संविधानबाट निश्चित भएर आएको संघीय गणतन्त्रात्मक व्यवस्था र त्यो व्यवस्थाले निर्माण गरेका राजनीतिक संरचनाभित्र हामीहरू अहिले काम गरिरहेका छौं। हामीले जस्तो राजनीतिक संरचना निर्माण गर्ने भनेर भनेका थियौं, जनताको अपार मद्दतबाट ती राजनीतिक संरचना निर्माण पनि भएका छन् र ती आफ्नो बाटोमा अगाडि पनि बढिरहेका छन्। यो सन्दर्भमा हामी सबैले सन्तोष मानिरहेका छौं। तर नेपाली कांग्रेस पार्टीले के कुरालाई महसुस गरेको छ भने राजनीतिक उपलब्धिहरूका सन्दर्भमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी देखिन्छ, एउटा ठूलो असन्तुष्टि देखिन्छ र त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सृजना गर्ने राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा जुन बदलाव आउँछ भन्ने कुराको हामीले वाचा गरेका थियौं, नागरिकहरूले अपेक्षा गर्नुभएको थियो, तदनुरूप हुन सकिरहेको छैन, जसको कारणले गर्दा असन्तुष्टि छ। तर यो असन्तुष्टिलाई हटाउनु पर्छ भन्ने हामी ठान्दछौँ। असन्तुष्टिको कारोबार गर्ने होइन, असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन, यसलाई सम्बोधन गर्नुपर्छ र बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ र त्यो बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हामी ठान्दछौँ। त्यही अनुरूप हामीहरू काम गर्न चाहन्छौँ। नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि यही नै हो, उसको मुख्य प्राथमिकता पनि यही नै हो। यही सोचेर खास गरिकन हाम्रो इकोनोमीमा देखिएका जति पनि अहिलेका समस्याहरू छन्, सङ्कटहरू छन्, यसलाई सम्बोधन नगरिकन नागरिकहरूको असन्तुष्टि सम्बोधन हुनै सक्दैन भनेर सिम्पटम्स भएन, हामीले कजमा काम गर्नुपर्छ भन्ने सोचका साथमा केही कामहरू अगाडि पनि बढाएका छौँ। केही समय अगाडि संसदले केही कानुनहरू पारित गरेको छ। यद्यपि त्यसलाई हामीले प्रारम्भ मात्र ठानेका छौँ, त्यो सुरुवात मात्रै हो। त्यसले एउटा पोजिटिभ भाइब लिएर आउँछ, त्योभन्दा अरू बढी होइन, तर कम्तीमा सुरुवात भएको छ। अरू धेरै कुराहरू गर्न बाँकी छ। तर हामी के ठान्दछौँ भने यो डुएबल छ, किनकि हाम्रो आफ्ना इन्डिकेटर जुन हामीले हेर्दै गर्दा हामीहरूकोमा नेपालभित्र पैसा भित्रने मुख्य कुरा रेमिटेन्स, हामीलाई मन परे पनि मन नपरे पनि आजको दिनमा त्यो सोर्सबाट आउने कुरा घटेको छैन। हामीहरूसँग ठूलो मात्रामा परिचालन गर्न सक्ने पुँजीको अवस्था छ। सार्वजनिक वित्तको क्षेत्रमा हेर्यौँ भने पनि हामीले अहिले पनि हामी ठूलो मात्रामा अझै पनि सार्वजनिक ऋण परिचालन गर्न सक्ने हाम्रो आफ्नो वित्तीय अवस्था छ। यी सबै कुराहरू ठिकठाक हुँदै गर्दाखेरि पनि हाम्रा आर्थिक गतिविधिहरू पनि एकदमै सङ्कुचित भएका छन्। आर्थिक गतिविधिहरू सङ्कुचित भएको यो अवस्थामा केही कुराहरूमा सुधार गर्ने हो भने आर्थिक गतिविधिलाई ठिक ठाउँमा लिएर जान सकिन्छ भन्ने हामी ठान्दछौँ। ग्लोबल अर्डरमा पनि जे जति कुराहरू चाहे छिमेकीहरूमा होला, चाहे विश्वव्यापी रूपमा देखिएका उतार चढावहरू छन्, यसबाट नेपाल सचेत रहनुपर्छ, सजग रहनुपर्छ, केही कुरा सिक्नुपर्छ। तर यो हाम्रो निम्ति अवसर पनि हुनसक्छ। हामी यसबाट धेरै आत्तिने होइन, हामी सम्हाल्यो भने हामीलाई अवसर पनि हुनसक्छ। हिजो नखोलिएका ढोका पनि हामीलाई खुल्न सक्छन् भन्नेतर्फ पनि हामीहरू सचेत छौँ। त्यसैले आजको यो कार्यक्रममा यही पृष्ठभूमिमा हामीले तपाईहरुलाई बोलाएर तपाईहरुबाट केही कुराहरू सुन्न चाहेका हौं। त्यो सुनेको कुराहरुलाई के गर्छौं? हामी त्यो सुनेको कुराहरुलाई आज हामी सबै सभापति यो कार्यक्रममा आज हाम्रो पाहुनाहरू प्रतिनिधिमूलक जुन आज मञ्चमा उपस्थित छन्, उहाँहरूको केही कुराहरू उहाँले सुन्नुहुन्छ। त्यसपछि हामीहरू बस्छौँ, बाँकी रहेका साथीहरू तपाईहरुसँग जति समय चाहिन्छ त्यति समय हामी बस्छौँ, हामी सबै कुराहरू सुन्छौँ। हाम्रो सबै केन्द्रीय साथीहरू सबै टेबलमा हुनुहुन्छ र तीनटा मुख्य कुरा, एउटा हामी सम्मिलित भएको सरकार, हाम्रो आफ्नो सहभागिताको सरकार, हामी यो आर्थिक वर्षको नीति कार्यक्रम, हाम्रो आफ्नो बजेटको अन्तिम चरणमा छौँ। सरकारले आफ्नो तर्फबाट तपाईहरुसँग अन्तर्क्रिया छलफल गरि नै रहेको छ, मन्त्रालयगत तहमा छलफल भएको छ, अर्थ मन्त्रालयले गरिरहेको छ, संस्थागत यो ढङ्गबाट छलफलहरू भइ नै रहेका छन्। त्यसबाट आउने कुराहरू गभर्नमेन्टका सम्बन्धित साथीहरूले लिनुभएको छ नै। हामी पार्टीको तर्फबाट आज आएका यी कुराहरू यो वर्षको बजेटमा हामीले सम्बोधन गर्नुपर्ने मूलभूत कुराहरू यही हुन्। यी कुराहरूमा हाम्रो ध्यान पुग्नुपर्छ भनेर एउटा पार्टीको तर्फबाट लिएर जान्छौँ। त्यसैले एउटा त्यो क्याटेगोरीभित्र आज छलफलमा विषय आओस् भन्ने हामीले चाहेका छौँ। एउटा कुरा यो हो। दोस्रो कुरा भनेको चाहिँ हामी मैले अघि सुरुमा भने हामीले केही समय अगाडि जुन कानुनी सुधारहरू गरेका छौँ, त्यसलाई हामी त्यो भर्खर प्रारम्भ हो, त्यसलाई द्रुत गतिमा अगाडि बढाउन लिएर जान चाहन्छौँ। हामीले संलग्न गरेर काम गरेर अहिले भर्खर केही दिन अगाडि सरकारले अल्टरनेटिभ फाइनेन्सिङ सम्बन्धी बिल पार्लियामेन्टमा प्रस्तुत गरेको छ। हामी यो लेट पेमेन्टको उधारो कारोबारको आजै भोलि हामी टुङ्ग्याउँदैछौँ, त्यसपछि हामी लिएर जान्छौँ। मैले खालि उदाहरण दिएको, यस्ता दर्जनौं कानुनहरू छन् जसमा अहिले हामीहरू काम गरिरहेका छौँ, हामी काम गर्न चाहन्छौँ। थुप्रै काम नलाग्ने कानुनहरू हामी खारेज गर्न चाहन्छौँ।
थुप्रै काम नलाग्ने कानुनहरू जसले हिजो हामीले बनायौँ एउटा सोच राखेर तर त्यसले निजी क्षेत्रलाई हाम्रो उद्योग व्यापारी सबै क्षेत्रलाई फस्टाउने दिने भन्दा पनि त्यसलाई थप सङ्कुचित बनायो ती कुराहरूलाई अब काम छैन त्यसलाई हामी त्यसलाई खारेज गरेर जानुपर्छ भन्ने ठान्छौँ कार्यविधिहरू हटाउनु पर्नेछ कतिपय नियमनकारी निकायहरूले अनावश्यक ढङ्गले जुन कानुनी बोझ बोकेको छ त्यो बोझलाई हल्का गरिदिनु पर्नेछ यी कुराहरूको सन्दर्भमा आजको छलफलमा खालि बजेट केन्द्रित मात्र होइन ती कुराहरूको सन्दर्भमा पनि हाम्रो कतिपय कुरा ध्यान नपुगेको होला यो विषय आओस् हामी यो चाहन्छौँ र तेस्रो कुरा भनेको चाहिँ हामी जुन कम्फर्ट जोनभित्र बसेर हामी यत्रो वर्ष कामहरू गऱ्यौँ सायद त्यसबाट अलिकति बाहिर निस्कनुपर्ने कुराहरू पनि होला हामी अहिले पेगिङका सम्बन्धमा पनि हामीले पुनर्विचार गर्नुपर्ने हो कि भनेर सम्म पनि छलफलहरू भएको छ भर्खर सरकारले एउटा रिपोर्ट बनाएको छ जसमा निजी क्षेत्रको पनि संलग्नता भएर आएको छ ती हाम्रै संलग्नता बनेको चाहिँ प्रतिवेदन हो त्यो प्रतिवेदनलाई पनि कानुन लिएर जानुपर्ने छ त्यसैले तेस्रो भनेको चाहिँ तपाईँले सोचिराख्नु भएको कि खास गरिकन अब टाइम आयो टाइम हेज कम अब हामीले जुन कम्फर्ट जोनमा बसेर काम गऱ्यो यसरी काम गर्न हुँदैन कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ जस्तो मैले विभिन्न ठाउँमा छलफलमा के भनिरहेको छु भने अब गभर्मेन्टले हात हालिरहेका थुप्रै ठाउँहरूमा जसमा सरकारले हात हाल्दै गर्दा राम्रो परिणाम आएको छैन ती ठाउँमा हात हाल्दा छोडिदिएको छ थुप्रै ठाउँहरूलाई अब बिस्तारै यसलाई यो प्राइभेट सेक्टरमा लिएर जान्छ जसरी हामीले 48 सालमा सोच्यौँ 48 सालमा त्यतिखेर नेपाली काङ्ग्रेसको नेतृत्वमा भएर सोचेको कुरा त्यतिको लागि ठुलो कुरा थियो जोखिम कुरा थियो अहिले हामीले हवाई उड्डयनको क्षेत्रमा चाहिँ अब सरकारको भूमिकालाई कम गर्नुपर्छ प्राइभेट सेक्टरलाई बढी लिएर आउनुपर्छ भनेर भन्यौँ भनेदेखि भने यो बेलामा जोखिमकै कुरा हुन्छ तर हामी जोखिम उठाउन तयार छौँ यस्तो कुराहरू जुन कुराहरूको सन्दर्भमा हामीले गरिरहेको कामहरूभन्दा फरक कामहरू गर्नुपर्छ हामी कम्फर्ट जोनबाट बाहिर आएर गर्नुपर्नेछ नयाँ ढङ्गले सोच्नुपर्नेछ ती नयाँ ढङ्गले सोच्नुपर्ने कुराहरू के होला नि त जसलाई आज रात ओभरनाइट नहोला तर नेपाली काङ्ग्रेस पार्टी यो बेलामा हामी अहिले नेकपा एमालेसँग सरकारमा छौँ हामी यो अहिलेको हाम्रो आफ्नो कमिटमेन्टको आधारमा काङ्ग्रेस पार्टीको तर्फबाट हाम्रो कमिटमेन्ट छ हामी तलमाथि यो कुनै पोलिटिकल एडभेन्चरमा हामी लाग्दैनौँ हामी यसलाई स्मुथली हामी अगाडि बढाउँछौँ तर यो समयको हामी प्रयोग गर्न चाहन्छौँ गभर्मेन्ट भनेपछि गभर्मेन्ट बस्नको लागि मात्र गभर्मेन्ट भएर हुँदैन गभर्मेन्टले काम गर्नुपर्छ परिणाम दिनुपर्छ रिजल्ट चाहिन्छ हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौँ त्यसका निम्ति हामी तपाईँहरूको कुरा किन सुन्छौँ भने किनकि रियल कुरा तलको कुरा तपाईँहरूलाई थाहा छ भन्ने हाम्रो विश्वास छ तपाईँहरू यो कुरामा सुधार हामी जसरी चाहिरहेका छौँ तपाईँहरूले त्यो ढङ्गले सुधार चाहनुभएको छ अझ बढी चाहनुभएको छ भन्ने विश्वासको साथ आज हामी तपाईँहरूलाई निम्तो गरेका छौँ र तिनवटा अरू पनि कुरा आयो त मोरलेस मैले टुङ्ग्याउँछु एउटा तत्काल अहिलेको लागि आइसकेको बजेट हाम्रो पोलिसीहरूको कुराहरू भयो अर्को यो कानुनी सुधारका सन्दर्भमा तपाईँहरूको राय सुधारहरू के छ थर्ड अर्को अब नेपालले लिनुपर्ने नयाँ बाटोहरूका सन्दर्भमा आजको छलफलको विषयहरू आउँछन् आजै सबै कुरा टुङ्गिन्न आवश्यकता पर्दै गर्दाखेरि तपाईँहरूले भन्नुभयो सानसानो सेक्टर्समा पनि हामीसँग सब सेक्टर्समा पनि पछि हामी एमपिजहरू बोलाएर पार्टीका साथीहरू बोलाएर पोलिसी बनाउने साथीहरूसँग बोलाएर कुराकानी गर्न चाहन्छौँ सुनाउन चाहन्छौँ भनेर तपाईँहरूले भन्दै गर्दा हाम्रो विभागले त्यो कार्यक्रम तुरन्त अर्गनाइज गर्छ त्यसमा बसेर फेरि तपाईँहरूसँग छलफल गर्छौँ आज प्रारम्भ हो यो छलफलबाट के उपलब्धिमूलक कुराहरू हामीले प्राप्त गर्छौँ विश्वास राख्छौँ र अहिले हामी आफै सरकारमा भएको हुनाले गर्दा बजेटको जुन तहमा छलफल हुन्छ मन्त्रालयगत छलफलहरू त भइ नै रहेको छ करिब टुङ्गिसकेको छ तपाईँहरूसँग पनि कुराकानी भएकै छ तर ओभरअल बजेटको डिरेक्सन के हुनुपर्छ भन्ने विषयका सन्दर्भमा यहाँ आएका केही महत्त्वपूर्ण कुराहरू जुन कुरा यो पटक नछुटोस् कतिपय कुरा सच्चाइ होस् कतिपटक सुध्रियोस् भन्ने जुन अपेक्षाहरू छन् ती कुराहरूलाई हाम्रो तर्फबाट त्यसलाई हामी थप जोडका साथमा ती छलफलहरूमा राख्छौँ र हाम्रो त्यसमा सम्पूर्ण प्रयास रहन्छ त्यसैले यो बजेटका सन्दर्भमा केही कुराहरू सेक्टरल कुराहरू आएका छन् टुरिज्मको रियल स्टेट सेक्टरको कन्स्ट्रक्सनको पोल्ट्रीको अरू एग्रिकल्चरको थुप्रै कुराहरू ट्रेडको यी कतिपय कुराहरू ठ्याक्कै यही पटकको बजेटसँग रिलेटेड छ त्यो पनि त्यसमा लिएर जान्छौँ कतिपय कुराहरू चाहिँ अरू लङ टर्म सुधारहरूसँग जोडिएको छ हामीले अहिले हाम्रो पार्टीको अरू विभागहरूलाई पनि क्रियाशील बनाएका छौँ यो आज यहाँ आएको कुराहरू त्यो विभागहरूलाई हामी ट्रान्सफर गर्छौँ र तत्त विभागले टुरिज्मको बारेमा हाम्रो टुरिज्मको पछि उसले त्यसले पिकअप गर्छ त्यसमा बस्छौँ डेप्थमा गएर छलफल गर्न चाहन्छौँ केही कुराहरू कानुनसँग सम्बन्धित भएर आएको जस्तो एन्टिसिपेटरी बिलको कुरा आयो त्यसमा हामीले काम गरेर करिब टुङ्ग्याएका छौँ पब्लिक प्रोक्युरमेन्ट एक्टमा यो पटक हाम्रै तर्फबाट हामीले नै के प्रस्ताव राख्यौँ भने लामो समयदेखि खास गरिकन कन्स्ट्रक्सनको सेक्टरमा यो सार्वजनिक खरिद ऐनको विषयलाई लिएर थुप्रै प्रश्नहरू रह्यो थुप्रै त्यसभित्रको सच्याउने मागहरू रह्यो हामीले छलफल गर्दाखेरि अथवा कानुनमा छलफल गर्दाखेरि चाहिँ त्यसलाई जहिले पनि त्यसलाई सेकेन्डरी जस्तो मान्यौँ हाम्रो कुराहरू राख्यौँ ल यो पनि आएको छ भनेर हेरौँ यो पटक चाहिँ मुख्य नै यसलाई मानेर हेरौँ के कुराहरू हुन्छ खास के कुराहरूमा सुधार भयो भने चाहिँ सार्वजनिक खरिदको क्षेत्रमा सुधार भयो भने
हामी परिणाम दिन सक्छौँ भनेको हो त। किन के कुरा यदि यो कुराहरूमा सुधार भयो भने परिणाम दिन्छु भनेर भन्नुभएको छ भने सुधार गर्न नमिल्ने भए मिल्दैन भनौँ। सुधार गर्न मिल्ने हो भने निजी क्षेत्रले मागेको हुनाले गर्दाखेरि हामी अनुदार हुनुपर्छ भने दृष्टिकोण छोडौँ, यो कोणबाट हेरौँ भनेर हामीले त्यसमा छलफल पनि गऱ्यौँ। म आफै त्यसमा सहभागी छु। हामीले धेरै चरणको काम गरिसकेका छौँ र केही दिनभित्रमा यसको सन्दर्भमा पनि हामी ठोस कामलाई अगाडि बढाउँछौँ। कर कानुनका बारेमा पनि एकदमै अनप्रेडिक्टेबल भयो हामीहरूकोमा, जसको कारणले खास गरिकन एफडिआईको सन्दर्भमा हामीले हेऱ्यौँ भने एउटा ठुलो मल्टिनेसनल कम्पनी जो अहिले करको विषयमा लिएर सम्मानित अदालतको निर्णय समेतबाट चाहिँ पनि त्यसबाट पनि गाँठो नफुटेको अवस्था छ। एउटा आइटी कम्पनी जसको विषय संसदमा पनि ठुलो बहसको विषय बन्यो। त्यसै गरी अर्को एउटा इन्भेस्टमेन्ट फन्ड जसको जुन विषयमा